ओके गाइस, दिस अमु साके युट्युब च्यानल अमु साके युट्युब। स्वागत छ तपाईलाई अमु साकेको युट्युब च्यानलमा। आज चाहिँ मैले एउटा मिथको बारेमा, मिथ भन्दा पनि हल्लाको बारेमा भन्छु। टिकटकमा धेरैजनाले तपाईको टिकटक स्टुडियोमा गएर एनालिटिक्समा गएर भ्युअल गरे पनि त्यहाँ एरो देखाउँछ के, माथि फर्केको आएर तल फर्केको तीर देखाउँछ हैन। तीर तल छ भने तपाईको आइडी फ्रीज छ भन्छ उनीहरुले, तर खासमा त्यो केही पनि हुँदैन। त्यसको मतलब भने के हो म तपाईलाई बुझाउँछु एकछिनमा। म भन्न चाहन्छु त्यस्ता सिकाउने जसले अनुहार हेर्दै के सिकाउँछ जस्तो लाग्छ, त्यसलाई के आउँछ जस्तो लाग्छ, अनुहार हेर्दा थाहा हुन्छ उनीहरु के, तिनीहरुलाई के आउँदैन। त्यस्ता मान्छेमा भिड पछि लाएर हैन, लाइक शेयर गर्ने, फलो शेयर गर्ने, के गर्ने, लाइक फलो शेयर हामी पनि पहिला गरे सुरुमा हैन। टिटो चलाएको 5 वर्ष भइसक्यो। सो यो केही काम लाग्दैन तपाईलाई, छोड्नुस् त्यो कुरा। आफ्नो भिडियो बनाउनुस्, आफ्नो आवाज बनाउनुस्, जे बनाए भयो, खाना बनाए भयो, घुमेको बनाए भयो, फोटो खिचेको बनाए, आफ्नो आवाजमा भिडियो ट्राई गर्नुस्। तपाईलाई एक दिन तपाईको कुनै न कुनै भिडियो भाइरल हुन्छ अनि तपाईलाई थाहा हुन्छ कि ए ल यसरी भिडियो बनाउनु पर्छ है। सो अब त्यो एरोको बारेमा के हो हैन, तपाईलाई म सिकाउँछु। मेरो टिकटक प्रोफाइल खोले यहाँ गाइस। अब तपाईलाई म टिकटक स्टुडियोमा क्लिक गर्छु। यहाँ छ एनालिटिक्समा पनि यहाँ भ्यू अल छ, यहाँ क्लिक गर्छु है। अब मैले यो कुरा गरेको भनेको तपाईको यो हो के, हेर्नुस् यो नीलो एरो छ नि, यो मेरोमा माथि फर्केछ है। यो तीर कसैमा तल फर्केको हुन्छ, कसैमा कुनैमा माथि कुनैमा तल फर्केको हुन्छ न। मेरोमा अहिले सबै माथि फर्केछ है। अब यो भनेको के हो, यहाँ माथि हेर्नुस् हजुरले 7 दिन 28 दिन 60 दिन 365 दिन लेखेको छ नि हो। अहिले चाहिँ 7 दिनमा क्लिक छ है। हो यो भनेको मेरो यो हप्ता मेरो भिडियोले कस्तो पर्फर्मेन्स गर्यो है। आईमा क्लिक गर्छु, हेर्नुस् आईमा क्लिक गरे। गएको हप्ता भनेको 30 मार्चदेखि 5 अप्रिल है, गएको हप्ता। अनि अहिलेको चाहिँ 6 अप्रिलदेखि 12 अप्रिल अहिलेको हप्ता। सो गएको हप्ता भन्दा अहिलेको हप्ता मेरो पोस्ट भ्युज भने कति आयो भन्दाखेरि 82,000 जना बढीले हेरेको छ, प्लस 82,000 लेखेको छ, 82K। गएको हप्ता भन्दा मेरो यो हप्ता भिडियो धेरैजनाले 82,000 जना बढी हेरेको, जुन 40% हो ग्रोथ। गएको हप्ता भन्दा अहिले मेरो ग्रोथ 40% छ। त्यसै प्रोफाइल भ्यू कतिजनाले मेरो प्रोफाइल हेऱ्यो, 319 जना बढीले हेरेछ पहिला हप्ता भन्दा, जुन 20% बढी हो। त्यसै लाइक्स पनि मेरो यो हप्ता गएको हप्ता भन्दा 4,600 बढी लाइक आछ है। गएको हप्ता एक हप्तामा 4,680 लाइक बढी आछ पहिलाको भन्दा है, जुन 63% बढी हो। यसो कमेन्ट्स पनि हेर्नु, मेरोमा 278 वटा कमेन्ट्स बढी आएको छ। शेयर्स भनेको मेरो भिडियो 201 जनाले बढीले शेयर गर्छ, पहिला भन्दा अहिले 201 जनाले अझ बढीले शेयर गरेछ है। सो यो कसैकोमा तल आउँछ भन्दाखेरि भने तपाईको 80%ले यतिले तपाईको हप्ता भन्दा यो हप्ता तल आएको भिडियो तल भ्यू कम आएको छ अथवा लाइक्स कम आएको छ। तपाईले भन्दा ध्यान दिनुस् यो कुरामा। मिन्स तपाईको गएको हप्ताको भिडियोहरु अझ राम्रो थियो यो हप्ता भन्दा, यसो कुराहरु लेखेको हुन्छ। अब यसो तपाईको आइडी फ्रीज अनफ्रीज यो बकवास हो है, बकवास कुरा। यो केही नजान्ने मान्छेले अनुहार, तिनीहरुको अनुहार हेर्नुस् न यसो भनेको। जो अनुहार हेर्दा के तपाईलाई तिनीहरुले के सिकाउँछ जस्तो लाग्छ, तिनीहरुलाई के थाहा छ जस्तो लाग्छ। खाली तपाईलाई मूर्ख बनाउने, आफ्नो लाइभमा बोलाउने हैन, लाइभमा बोलाएर लाइक शेयर गराउने, आफूलाई गिफ्टबाट 2-4 भिख मागेर पैसा कमाउने, त्यो मात्रै हो है। सो यसो कुरा हेर्नुस्। अब तपाईलाई टिकटक सम्बन्धी के जानकारी चाहिएछ भने मेरो यहाँ छ, हेर्नुस् ट्युटोरियल फोल्डर यहाँ छ। हो यहाँ मैले धेरै कुरा सिकाएको छु है, धेरै कुराहरु सिकाएको छु। हेर्नुस् यहाँ तपाईले यो मात्रै हेर्नु हो भने तपाईलाई के न के काम लाग्छ। धेरै 2-3 वर्षदेखि मैले धेरै कुरा सिकाएको छु। आजकल म सिकाउन्न, मैले सिकाउन छोडेदेखि यस्ता त्यो के अरे ठगहरुले के भन्न थाल्छ है। यो मात्रै हेर्नुस्, तपाईले टिकटकबाट धेरै कुरा जान्नुहुन्छ, जुन अहिले त कतिवटा काम पनि लाग्दैन किनकि धेरै चेन्ज भइसकेको छ है। सो त्यो गर्नु होला है त। सो मलाई फलो गर्नुस्, यसो कुरा जानकारी कुरा चाहिएछ भने।